योभन्दा अगाडिको भिडियोमा हामीले यीशुको जन्म भएको कुराहरू हेरेका थियौँ अनि यीशुलाई भेट्न गोठालाहरू आएको कुरा पनि हेरेका थियौँ। अब हामी यसपछिको घटनाहरू हेर्नेछौँ। अब मोसाको व्यवस्था अनुसार तिनीहरूको शुद्ध हुने समय पुरा भएपछि मरियम र योसेफले यीशुलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरुशलेममा ल्याए। जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ, पहिलो जन्मने हरेक जेठो चाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइनेछ अनि एक जोर ढुकुर वा परेवाको 2वटा बचेरा लिएर परमप्रभुको व्यवस्थामा भने जस्तै तिनीहरू बलिदान चढाउन आए। यरुशलेममा सिमियोन नाउँ भएका एकजना मानिस थिए। उनी इजरायलका सान्त्वनाको आशा गर्ने धर्मी भक्तजन थिए। पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। परमप्रभुका ख्रिसलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश सिमियोनले पवित्र आत्माबाट पाएका थिए। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब यीशुको आमा बुवाले बालक यीशुलाई उहाँको निम्ति व्यवस्था अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब सिमियोनले बालक यीशुलाई आफ्नो काखमा लिए र परमप्रभुलाई धन्यवाद दिएर भने, अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरो आँखाले तपाईँको उद्धार देखेका छन्, जो तपाईँले सबै मानिसहरूका सामुन्ने तयार पार्नुभएको छ। अन्य जातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईँको जाति इजरायललाई महिमाको निम्ति ज्योति। अनि यीशुका बुवा र आमा उहाँको बारेमा बोलिएका कुरा सुनेर छक्क परे। सिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई यसो भने, हेर, यो बालक इजरायलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एक चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरैका हृदय विचारहरू प्रकट हुन् अनि तरबारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ। अनि आशेरको कुलमा फनुएलकी छोरी हन्ना नाउँकी एउटी वृद्धा अगमबादिनी थिइन्, जो कुमारी अवस्थामा बिहा गरेर 7 वर्ष मात्र श्रीमानसँग बसेकी थिइन्। तिनी विधवा रहेर 84 वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छाड्दिनथिन्। उपासना र प्रार्थना साथ रात दिन उपासना गर्थिन्। त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिन् र यरुशलेमका उद्धारकको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिदिन्। अब हेरोद राजाको समयमा यहुदियाको बेथलेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरुशलेममा आइपुगे र तिनीहरूले भने, यहुदियाका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत गर्न हामी आएका छौँ। जब हेरोद राजाले यो कुरा सुने, तिनी बेचैन भए र तिनीसँग सारा यरुशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे र ख्रिसको जन्म कहाँ हुने हो पनि सोधपुछ गरे। तिनीहरूले राजालाई भने, यहुदियाको बेथलेहममा, किनभने अगमवक्ताले लेखेका छन्, हे बेथलेहेम यहुदा मुलुकको गाउँ त कुनै किसिमले यहुदियाका शासकहरूभन्दा कम छैनस्, किनभने तँबाट एकजना शासक निस्किया हुनेछ, जसले मेरा मानिसहरू इजरायलको हेरचाह गर्नेछन्। तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समयमा देखा परेको हो सो तिनीहरूबाट पत्ता लगाए। अनि राजाले तिनीहरूलाई यसो भनेर बेथलेहममा पठाए, जाओ र ठिकसँग त्यस बालकको खोजी गर। तिनलाई भेटेपछि मलाई पनि खबर गर र म पनि गएर तिनलाई दण्डवत गर्नेछु। तब राजाको कुरा सुनेर तिनीहरू आफ्नो बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेका थिए, त्यो तारा तिनीहरूको अघि अघि गयो र बालक भएको ठाउँमा गएर अड्डियो। जब तिनीहरूले तारा देखे, तब तिनीहरू अति आनन्दित भए, रमाए अनि तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्नो कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुर्रा भेटी चढाए। अनि ज्योतिषीहरूले हेरोदका फर्की नजानु भन्ने सपनामा चेतावनी पाउँछन् अनि तिनीहरू अर्कै बाटो भएर आफ्नो देश फर्किन्छन्। तिनीहरू गएपछि परमप्रभुको एउटा दूत
योसेफको सपनामा देखा परे र यसो भने, उठ, साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्र देशमा भागिहाल र तिमीलाई मैले नभनुन्जेलसम्म त्यहीँ बस, किनभने हेरोदले बालकलाई मार्न बालकको खोजी गरिरहेको छ। अनि योसेफ उठेर साना बालक र उहाँकी आमा मरियमलाई साथमा लिई मिश्र देशमा राति नै गइहाले र हेरोदको मृत्यु नहुन्जेल त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पुरा भयो, जुन वचन थियो, मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ। तब ज्योतिषीहरूले हेरोदलाई छक्काएको कुरा हेरोदले थाहा पाए र तिनी रिसले चुर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेम र त्यस इलाका भित्रका 2 वर्ष र त्यसभन्दा मुनिका सबै बालकहरूलाई मार्न लगाए। तब एर्मिया अगमवक्ताले भनेको वचन पनि पुरा भयो, जुन वचन थियो, रामामा एउटा शब्द सुनियो, डाको छोडी छोडी रोएको र बिलापको ठुलो आवाज। राहेल आफ्नो बालकहरूका लागि रोइरहेकी, सान्त्वना तिनले इन्कार गरिन्, किनभने तिनका बालकहरू अब रहेनन्। तब हेरोद मरेपछि परमप्रभुको एउटा स्वर्गदूत फेरि योसेफको सपनामा देखा परेर यसो भने, उठ, बालक र उहाँकी आमालाई साथमा लिई इजरायल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्। अनि तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इजरायल देशमा फर्के। तर यहुदियामा आफ्ना बुवा हेरोदको ठाउँमा अर्किलाउसले राज्य गरिरहेका छन् भन्ने सुनेपछि योसेफ त्यहाँ जान डराए र सपनामा चेतावनी पाएर तिनी गालिलको प्रदेशमा गए। योसेफ गएर नासरत भन्ने ठाउँमा बसे। यसरी अगमवक्ताहरूले बोलिएको अर्को वचन पनि पुरा भयो, जुन वचन थियो, उहाँलाई नासरी भनिनेछ। अनि बालक येशू बुद्धिले भरिपूर्ण भएर बढ्दै बलि हुँदै जानुभयो र परमप्रभुको अनुग्रह उहाँमाथि थियो।